सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। न्यु डे न्यु ब्लग होइन। अनि आज चाहिँ म र साथी टक्क लगाएर स्केट पार्क जाँदैछौँ होइन। त्यो पनि प्याङ हान्न। अनि त्यो दुईजनाले चाहिँ खेल्न आउँछ होइन। खेल्न आउँछ दुईजनालाई। तर हामी चाहिँ खेल्न नआएको जसरी खेलिदिन्छौँ। एक दुईचोटि लडिन्छौँ होइन। दुईजना चत्ता लगाएर एक दुईचोटि लडेर अनि त्यसपछि पुरै दुवैजनाले स्टन्टहरू देखाउने सोचमा चाहिँ हिँडिरहेको छ होइन। अब त्यही हो के कसो हुन्छ तपाईँहरूले देखाउँछु। अहिले चाहिँ हामी यहाँ बाटोमा हिँड्दैछौँ है। अनि केही भनिदेऊ न त साथी। हेलो भनिदेऊ न त ल। हेलो गाइजहरू है। डल्ले भएको पिदा है गाइज। होइन त्यस्तो नराम्रो नसोच्नु है गाइज। अब यस्तै हो होइन। डल्लै भयो नि फाइदा छ, लम्बो भयो भने त्यस्तै हो, घरको छेउमा हामी ठोकिन्छ त्यस्तै हो। डल्लेको फाइदा त्यसै हो है गाइज। ल सो गाइज हामी चाहिँ अब प्र्याङ हान्न गइरहेको छौँ होइन। हेरिदिनु होला राम्रो तरिकाले के कसो हुन्छ तपाईँहरूले हेरिदिनु अनि इन्जोय गरिदिनु। अहिले चाहिँ हामीहरू चत्ता लगाएर पुष्प सदन स्कुलको पछाडिको बाटो हिँड्दैछौँ। अब त्यही हो। अब स्केट पार्क चाहिँ नयाँ खोलेको छ अरे होइन। यता माथि के भन्छ राधा हिल स्कुलतिर। अनि त्यहीँतिर जाँदैछौँ। अब मलाई चाहिँ लास्टै त्यो भएर चाहिँ साथीको घर भएर हिँड्न गएको हो होइन। हो त्यही हो के कसो हुन्छ तपाईँहरूले देखाउँछु स्केट पार्क खेलेर। अनि जे होस् इन्जोय चाहिँ गरिदिनु होला है त। सो गाइज हामीहरू चाहिँ चत्ता लगाएर आइपुग्यौँ होइन राधा हिल स्कुल। अनि स्केट पार्क चाहिँ यहीँ रहेछ हामी देखिसक्यौँ होइन। अब त्यही हो दुईजना साथी हिँड्दै जानुपर्छ यार। साथीको चाहिँ प्र्याङ हान्न जाँदैछौँ होइन। आँखा अलि चिम्से छ नदेख्ला आँखा गाइजहरू होइन। मैले चाहिँ सबै देखिरहेको छु होइन। ल अब त्यही हो अब जाममै हेरिदिउँ। ठुलो स्केट भन्ने ठाउँमा नयाँ नयाँ खोलेको रहेछ। पैसा ल यही हो है स्केट पार्क चाहिँ। ल हामी छिरौँ है गाइजहरू। कतिको ठुलो छ कतिको सानो छ हेर्नुपर्छ। मान्छेहरू टन्नै छ जस्तो सबै लडेपछि ठुलै रहेछ त यार, ठुलै रहेछ त। दामी रहेछ यार। ल यस्तो छ है स्केट पार्क चाहिँ। दामी हो यार। यस्तो छ है स्केट पार्क चाहिँ। यस्तै हुन्छ है गाइज। ल गाइज हामीहरू चाहिँ आइसकेका छौँ है। के कसो हुन्छ तपाईँहरूलाई देखाइदिन्छु होइन। हामी कचोटि लड्ने हो साथी। थाहा भएन गाइज है हामी कचोटि लड्छौँ। मोजा नि छैन उसको त अब मोजा छ। गाइज केही छैन प्लास्टिक लाएर भयो नि खेलाउँला होइन। म नि देखाउँछु पखाल्न बिस्तारै बिस्तारै बिस्तारै। ल है गाइस अब हामी चाहिँ स्केट खेल्न गइरहेको छौँ। सेफ्टी लगाउँदैछौँ हामी चाहिँ। कसरी खिच्ने हो खै मलाई थाहा भएन। हेरै कस्तो ल ल ल ल जस्तो भइसक्यो। लड्दैन सेफ्टी लाउने नि। सेफ्टी लाउने लडे पनि सेफ्टी नै हुन्छ नि होइन। माथिको नि खेल्यो नि गाइज हामी चाहिँ अब रेडी हुँदैछौँ। दुईजना रेडी। त्यसलाई कति साइज ठिक हुन्छ? सानो हुन्छ 38 ठिक हुन्छ नि। 38 हुन्छ
गाइस फर्स्ट टाइम खेल्न लाग्यो यस्तो भइरहेछ सिकेको छैन होइन पहिला पाउँदै यहाँसम्म है ल यसमा पहिला यो निकालेर लगाउनुपर्छ है त्यसको पनि यसो निकाल्ने सेफ्टी लगाउँदैछु गाइज दोस्त सोरी आएन क्या हो जुत्ता लाएर त भिडियोमा फेरि सोरी नहोला फेरि जुत्ता लगाउँदैछु है गाइजहरू चत्ता लगाएर जुत्ता लगाइसक्यो तिमीले त जुत्ता त लगाइसक्यो अब सेफ्टी लगाउँदैछु यहाँ दाइले लगाउँदै हुनुहुन्छ खोलेको कति भयो दाइ 1 महिना कट्यो यस्तो भन्छ घरमा खेल्ने ठाउँ भयो भने मम्मीलाई भन है सिकाइदियो होला ल सेफ्टी नै लगायो मात्रै हो हातको छैन लगाउनलाई जुत्ता लाग्दैछ कस्तो भयो कम्फर्टेबल भएन भने चाहिँ भन है केही चिजहरू अर्को ठिक भयो भने फेरि टाइट पनि हुनु भएन लुज पनि हुनु भएन है ठिक छ ओइ ए ल कस्तो सक्छ नि टेक्नलाई खोइ अब कसरी टेक्ने हो थाहा छैन गएको गाई छ हेलमेट पनि लगाइयो गाई छैन यहाँ दाइले लगाइदिनु भयो हेलमेट त पर्दैन होला दाइ चाहिन्छ सेफ्टी लड्यो भने अहिले सबै मिनटको जम्प टाइप हातमा चाहिँ केही हुँदैन छिटो ल ल अब ल सँगै बिस्तारै अब मैले छोड्नु पऱ्यो अब है ल गाइज हामी चाहिँ सुरु भइसक्यौँ होइन सुरु भइसक्यो ल गाइज म पनि सुरु भएँ हामीले चाहिँ दामी तरिकाले खेलेको छौँ ब्रदर सो गाइस हामी चाहिँ प्र्याङ्क फेल भइसकेको छौँ है आज साथी प्र्याङ्क फेल भयो हाम्रो अलिक धेरै भाटामा यस अब बौड जाने हो प्र्याङ्क हान्न ल रेडी
खै लगाउँदैन त त्यो लगाउनुपर्छ सँगै हुने सिकाउन गाह्रो छ तिमी जाँदै गर्नु स्लाइड गर्न आउँछ होइन हिँड्ने आइसक्यो तिमीलाई कलर भयो ल जे होस् यस्तो छ ठाउँ होइन यता नि ल गएको ल गाइज हामी चाहिँ गएको अब प्राङ्क भिडियो राम्रो भएन उल्टा भएन त्यही पनि अलिकति प्राङ्क भयो दाइहरू हेरै पऱ्यो जे होस् मान्छे चाहिँ यहाँदेखि छ होइन जे होस् अब चाहिँ हामीहरू हाम्रै ठाउँ जाँदैछौँ हाम्रै ठाउँ जाँदैछौँ होइन जे होस् पानी सिमसिम परेर आयो जस्तो नि लाग्यो पसिना हेर न यहाँ मेरो हेर न अझ मैले कपाल छोडेको भए कस्तो हुन्थ्यो साथी नै छ पानी पल्ला जस्तो भयो त यो सबै भिज्यो आइ पसिना पुस्दा तर राम्रो रहेछ ठाउँ चाहिँ राम्रो रहेछ नि है पोलसोल नभएको होइन हात चाहिँ धन्नै भएन कि मेरो त्यही हो जे होस् ठुलो स्केट चाहिँ दामी लाग्यो हामीलाई होइन यताबाटै जाऊँ न अब सिधै जाउँ सिधै जाने अनि त्यही हो जे होस् रमाइलो लाग्यो अब हाम्रो स्केट पार्कमा गएर भेट्छु है त तपाईँहरूलाई ल गाइज हामीहरू चाहिँ चत्त लगाएर अब हाम्रै ठाउँमा पुग्न लागिसक्यो धलपाचोक है हिँड्दैछौँ हामी हिँड्छौँ त हामी चाहिँ स्केट खेलेर आइसक्यौँ होइन हामी चाहिँ आफ्नै स्केट पार्कमा जाँदैछौँ त्यही हो यो ढलपाचोक यो नयाँ बजारदेखि आउँछ होइन अनि यहाँ आउने बस स्टप लेखेको छ नि उयो माथि खोइ उयो माथि बस स्टप लेखेको बोर्ड छ अनि यहाँबाट यो झन्डा भएकोबाट सट्टै छिर्ने तल झर्ने कोही मान्छे त छैन ल हाम्रो ठाउँ पुग्यो फाइनली सो गाइज फाइनली चाहिँ म घर आइसकेँ है यहाँ तल बाबुहरू बिस्केट पार्क बाटो नि घर आइसकेँ अनि आज चाहिँ अर्को दिन हो होइन हिजो चाहिँ मैले त्यस खासै भ्लग त बनाएन अनि त्यही हो कस्तो लाग्यो भनिदिनु होला होइन ट्याङ जे होस् फेलै भयो अनि त्यही हो अब सिधै अर्को भ्लगतिर भेटौँला अब सिधै अर्को भ्लग चाहिँ त्यस्तै घुमघाम गरेकै भ्लगहरू आउँछ होला बाइकमा होइन अनि त्यही हो अब सिधै अर्को भ्लगमा भेट्छु के कस्तो लाग्यो भनिदिनु होला होइन अनि त्यही हो जे होस् बागहरू बिस्किट पार्कमा चाहिँ सबैजना आइदिनु होला ढलपाचोकमा त्यही हो अरू त के भनौँ होइन म काम नगरे नि काम त गर्दिनँ होला अहिले होइन त्यहाँ जे होस् तपाईँहरू चाहिँ आइदिनु त्यही हो अब भेट्न मन छ भने चाहिँ मेसेज पनि गर्नु होला भेटिदिन्छु आइदिन्छु खेलिदिन्छु सिकाइदिन्छु होइन अरू त के भनौँ त्यही हो अब सिधै अर्को भ्लगमा भेट्छु के कसो लाग्यो चत्त लगाएर भनिदिनु होला अब त्यही हो सबैजनालाई अर्को भ्लगमा भेट्छ है त थ्याङ्क यू फर वाचिङ माई भ्लग मन पऱ्योमा लाइक कमेन्ट सेयर सब्सक्राइब चत्त लगाएर गरिदिनु होला है त